गाइस अब चाहिँ तर लमजुङ बिस्तार जान्ला है चाहिँ हाम्रो घर हो भाइ चाहिँ पुरा आलु बोकेर आइरहेको छ पुरा पानी पर्ला जस्तो पनि भएको छ पानी पनि पर्ला यस्तो भयो यार के हुन्छ अब सुन्छु बाटो सबै यस्तै भइदिएर हुन्छ नि हो तर के भने यो सिरी बाटो होइन तल बाटो लाग्नुपर्छ यस्तो छ यो बाटो है यहाँबाट एउटा चाहिँ स्टार बन्द गरेर जानुपर्छ छट्ट लगाएर यहाँबाट चाहिँ बाटो यस्तो छ हाम्रो ओहो ओहो बाटो त्यस्तो बाटो चलाउन चाहिँ मजा आउँछ यस बाटो नि हरामखोर हो है गाडी हिँड्दैन के हिँड्दैन कोहीले मात्रै बाइक हिँडाउँछ चलाउँछ त्यति हो यस बिहानतिर चलाएको हो बाइक चाहिँ हिँड्ने रहेछ है जानु चाहिँ यहाँ बाटो चाहिँ यहीसँग चाहिँ यो बाटो ओए पानीर जाम भन्दैछ हौ वहाँ पारि मेन रोड पुग्नुपर्छ राम्रो पहिल्यै यो जान आउँदाखेरि ट्र्याकमा खोलेर राख्यो बाटो हो यो चाहिँ बाटो चाहिँ यस्तो छ बाटो है डर पनि छिटो राखेको रहेछ यहीसँग रहेछ बाटो मजा आउँछ कि जस यस्तो बाटोमा राइटर गर्दाखेरि चाहिँ मजा आउँछ हाम्रो त कस्तो छ फेरि बाटो ठिकै रहेछ पानी आएन रहेछ त्यो बाटोमा ओइच ओइच हैच हैच आम्मा के साह्रो उफ्रियो हौ ल अब फुल आइपुग्यो है आइपुग्यो लगाइछ रामबजारको पुल हो यो चाहिँ धेरै पछि झुमिके पुलबाट चाहिँ राइड गर्न पायो है मजा आउँछ नि फेरि पुलमा फेरि चलाउन पनि छिट्टै मजा आउँछ क्या यहाँ फेरि घुमाउनुपर्छ यस्तो घुमाउनुपर्छ
चढ्यो मजा आयो चट्टो लगाएर है बाटोमा आइपुग्यो यहाँ रोक्नु पऱ्यो एकछिन भाइ कहाँ आइपुग्यो होला वहाँ बाटोबाट आइरहेको छ अब यहाँबाट चाहिँ 4 समथिङ आधी घन्टामा पुगिन्छ 30 मिनटमा यो चाहिँ मनका हाइबल गाडी नमिस 10 मिनट लाग्छ यहाँबाट हिँडेर गयो भने चाहिँ 10 मिनट लाग्छ है ऊ त्योबाट हो है म चाहिँ त्यो माथि खाने गाउँबाट हो हाम्रो सरर हुँदै त्यो जङ्गल हुँदै त्यो खोला तर्दै हो पुल बाटोबाट हेलो क्या क्युट छ ए बच्चा पावर रहेछ माउ रहेछ गाइस यतिसम्म है अब नेक्स्ट भिडियो नेक्स्ट टाइम आउँदैछ